हामी अहिले हाम्रो गाउँ नाइघाट जाँदैछौँ। गाउँपालिका 2 मा पर्छ। अहिले हामी यो भूमि गाउँपालिकाको जङ्गलमा छौँ। अब केही मिनटमै हामी चाहिँ के अरे यो पुथा उत्तरगङ्गा गाउँपालिका प्रवेश गर्छौँ। यो पाल्लोपट्टिको चाहिँ सिस्नी गाउँपालिकाको भूभाग हो यो पारि पुरै। यो अहिले यो नदी वारीको हामी हिँडेको भूभाग चाहिँ भूमि गाउँपालिकाको हो। त अब सायद 1 मिनटमै हामी चाहिँ पुथा उत्तरगङ्गा र भूमिको सिमाना हुन्छ। त्यसै अब हामी 10 मिनटको दूरीमा छौँ। करिब 10 मिनटपछि हामी देउखोला भन्ने ठाउँ पुग्छौँ। त्योभन्दा माथि फेरि अब हामी पैदल हिँड्नुपर्छ। प्रचण्ड कमरेडले अस्ति भर्खरै यही बाटो आएर यो ठाउँलाई स्विजरल्यान्ड बनाउँछु भन्नुभएको छ। अब अर्कोचोटिदेखि सायद पैदल हिँड्नु पर्दैन होला। नेपाली चाहिँ पैदल हिँडेर जानुपर्ने भएको छ। यो सिमाना आएपछि मात्रै बात देखाउँछु ल। बिजोग छ बाटो, हेर्नुहोस् त। गाह्रो छ के गर्ने। यही बाटो पनि हाम्रो गाउँसम्म पुगेको छैन। साबिकको रुकुम जिल्लाका 43वटै गाविसमा 41वटै गाविसमा बाटो पुग्यो। बाटो नपुगेका 2टा गाविस पुराना सिस्ने र प्वाङ। साबिकको सिस्ने र प्वाङ, अहिलेको चाहिँ सिस्ने गाउँपालिकाको 1 र 2 नम्बर वडामा अहिलेसम्म बाटो पुग्न सकेको छैन। गाह्रो छ। अब नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड चाहिँ यहीँबाट चुनाव लडेको र यो जिल्लालाई चाहिँ 5 वर्षभित्रमा देशभरिका मान्छेहरूलाई विकास गर्न आउने बनाउँछु भने हुनाले अब केही हुन्छ होला भन्ने आशा चाहिँ गरौँ है। अब हामी यो चाहिँ पुथा उत्तरगङ्गा गाउँपालिका सुरु भयो है त। यहाँबाट सुरु भयो। यो हामी हिँडिरहेको चाहिँ पुथा उत्तरगङ्गा गाउँपालिकाको भूभाग हो। यो पाल्नापट्टि चाहिँ यो के अरे सिस्ने गाउँपालिका हो। यो भिडियो चाहिँ म एउटै लामो बनाउँछु र हाम्रो गाउँसम्म पुगेको भिडियो हेर्नलाई है त। हस्, अब हामी देउखोला नजिक आएका छौँ। अत्यन्तै रमाइलो मनोरम दृश्य छ। यो कब्गार खोला झर्ना भन्छ अहिले झर्ना। केही बेरमा हामी देउखोला आइपुग्न थालेका छौँ। त्योभन्दा पल्लोपट्टि भालुकाप्छे भन्ने भिड छ। एकदमै डरलाग्दो भिड छ। त्यही भिडले गर्दा अहिलेसम्म हाम्रो गाउँमा बाटो जान नसकेको हो। त्यो पनि म देखाउँछु। सबै कुराहरू यही भिडियोमा देखाउँछु। तपाईँहरू चाहिँ डिटेल सबै एकदम पुरा मजाले घरमै बसी नाइघाटसम्म पुग्ने बाटो चाहिँ हेर्नु होला। यो अगाडि मेरो बहिनी डम्बरा छ, पछाडि म बसिरहेको छु। अब हाम्रो चाहिँ यो स्कुटी यात्रा के अरे यो चाहिँ मोटर बाटो इन्डिङ पोइन्टमा आइसकेको छ। देउखोला बजार आयो होइन। यही हो। यहाँबाट हामी चाहिँ 1 घन्टा 1.5 घन्टा जति हिँडेपछि बल्ल नाइघाट पुगिन्छ। भालुकाप्छे भिड चाहिँ यही डाँडो है त्यहाँ चाहिँ। अब अरू चाहिँ त्यहाँ पर म त्यही गएपछि देखाउँछु। अहिले हामी जाने बाटो पारि देखिन्छ, त्यही बाटो हो। यो चाहिँ देउखोला, यो बस्ती देउखोला। यो सानोबेरी भइहाल्यो। कोठाकै भालुकाप्छे ठाउँ छ है। ल हेर्नुहोस्, यो पाल्लोपट्टि भाग्यो हो। पाल्लोपट्टि हो। अब पाल्लोपट्टि यति कडा चट्टान छ होइन। बाटो खन्ने कुनै ठाउँ छैन। अनि यो वल्लोपट्टि चाहिँ भूगोल चट्टान छ यहाँ पनि। तर अलिकति पर गए ठुलो पहिरोहरू आउने एकदम विकराल ठाउँ छ क्या। त्यसै यहाँ बाटो बनाए पनि बर्खामा हिउँदोमा चल्छ, बर्खामा चाहिँ बाटो चाहिँ पुरै पहिरोले लैजान्छ। त्यसो भएको हुनाले अहिलेसम्म चाहिँ हाम्रो गाउँमा मोटर बाटो पुग्न नसक्नुको मुख्य समस्या भएको ठाउँ यही हो। एकदमै गाह्रो छ, बिजोग छ अवस्था चाहिँ। अब हेरौँ भोलिको दिनमा। अब प्रचण्डजी आफै आएर यो ठाउँमा चुनाव लड्या हुनाले यसलाई चाहिँ स्विजरल्यान्ड बनाउँछु अनि चाइना जोड्ने बाटो बनाउँछु। आशा चाहिँ गरौँ होइन। ठ्याक्कै यही हुन्छ चाहिँ भन्न सकिन्न। अवस्था यो हेर्नुहोस्। यो भूभागमा चट्टान भएको ठाउँमा कडा चट्टान, नभएको ठाउँमा एकदमै कमजोर जमिन भएको कारणले ठुलो पहिरोहरू आइरहन्छ। यो पहिरो छ, योभन्दा पर अर्को पहिरो छ। त्यसले गर्दाखेरि समस्या भइरहेछ। म अरू कुराहरू तपाईँहरूलाई पछि देखाउँछु ल। भालुकाप्छे क्रस गरेर हामी चाहिँ
यतापट्टि आएका छौँ। अरू बाँकी चाहिँ हामी पर एउटा हामीले काठको साउँ तर्छौँ, हामी साउँ भन्छौँ के अरे होइन, त्यो तर्छौँ, त्यो पनि देखाउँला। अरूको हेर्दै जान्छ है त। हामी भर्खर यो साँघु भन्छ होइन सानोबेर नदीमा सरेर आयौँ। अब हामी यो बगरै बगर करिब पौनी घन्टा आधा घन्टाभन्दा बढी हिँड्छौँ। त्यसपछि हाम्रो चाहिँ गाउँ जानलाई सानो उकालो लाग्छ। त्यहाँबाट दाब्ला आउँछ, त्यसपछि पर डाँडा आउँछ, डाँडाबाट ठ्याक्कै पाल्नुपट्टि हाम्रो गाउँ भेटिन्छ। सबै देखाउँछु हेर्नुलाई त। हैरान भयो। यो चाहिँ मान्छे हिँड्ने बाटो, पहिले यताबाट हिँडेर आउँथे, यो पुल तर्नु पर्थ्यो। यहाँनिर हाम्रो बाली लगाएका बर पिपलहरू छन्, त्यसको पूजा गर्नुपर्ने। मैले अगाडि भनेको थिएँ, यो प्रचण्ड ठ्याक्कै यहाँनिर फोटो थियो, प्रचण्डको माथि त्यहाँनिर उभिएको फोटो थियो। यही बाटो हो, एकदम बिकट छ हेर्नुहोस्। तल भेरी छ, सानो भेरी होइन, अनि माथि मान्छे हिँड्ने बाटो छ, एकदमै बिकट छ। अब हाम्रो गाउँ पुग्न थालिसक्यो, एकदमै 15 मिनटमा पुगिन्छ। म त्यहाँ त्यसमा देखाउँछु ल। हामी अब चाहिँ हाम्रो गाउँको नजिकै पुग्यौँ। यो ठाउँलाई हामी डाँडा भन्छौँ। यो तल सिउरेनी भन्ने गाउँ हो यो। अनि यो डाँडा भन्छ। हाम्रो ठुलोबा मठ कहाँनिर भने, हाम्रो ठुलोबाको धामी हुनुहुन्थ्यो। हाम्रो ठुलोबाको मठ यहीँ कता छ। अनि त्यसपछि हाम्रो चाहिँ यो ठ्याक्कै हाम्रो गाउँ यही हो को यो चाहिँ हाम्रो ठुलोबाको मठ हो। अनि हामी आफ्नो पितृको सम्मान गर्छौँ होइन। अब चाहिँ यो ठ्याक्कै गाउँ यही हो। अब यो पुल तरेपछि नाइघाट तिप्तारा देखियो। म तपाईँहरूलाई पटक देखाएको छु होइन। यहाँनिर एउटा यसो अवशेष हेर्दाखेरि यहाँनिर आउँदाखेरि मन दुख्ने ठाउँ यहाँनिर छ। यो निलो टिन र उसको बिचमा, हरियो टिनको बिचमा कति याद गर्नुपर्छ, मेवाको रुख होइन। यसले चाहिँ पुरानो यादलाई उजागर त गर्छ नै, तर चाहिँ यसले कतिखेर मुटु एकदमै दुखाउँछ। यही हो मेरो गाउँ। अनि अहिले हामी जान खोजेको यो पल्लो गाउँ हो, त्यहाँ जान्छौँ। यसको साथ यही गाउँमा बस्न आउँछु। यही हो म जन्मेको, हुर्केको, बढेको, पढेको सबै ठाउँ यही हो है गाइज। ल हेर्नु होला, कमेन्ट गर्नु होला, के छ भन्नु होला है त। हस्, धन्यवाद। हामी अहिले हाम्रो गाउँलाई पछाडि पारेर रेल ढाँडा भन्ने ठाउँमा आयौँ। पारि डाँडाबाट मैले अगाडि टिकटक बनाएको थिएँ, त्यही हो। अब चाहिँ यही हो हाम्रो गाउँ। हामीभन्दा पश्चिमतिर छ होइन। यो चाहिँ मोटर बाटो हो। यो मोटर बाटोमा मोटर हिँड्दैनन्, खतरा हिँड्छन्। मैले यहाँलाई कारण अगाडि नै भनिसकेँ होइन। अनि 64 पछि लगातार स्थानीयदेखि केन्द्रसम्म लगातार माओवादीको राज्य चलेको ठाउँ हो यो। आजका मितिसम्म ठाउँमा बाटो आउन सकेको छैन। मैले पटक दोहोऱ्याएर भनेको छु, यो चाहिँ प्रचण्डको निर्वाचन क्षेत्र र उनी चाहिँ यहाँबाट लडिरहेको हुनाले अब हेरौँ स्विजरल्यान्ड बनाउँछु भन्छन्, कस्तो बनाउँछन् प्रतीक्षाको विषय छ। हस् त, धन्यवाद। मैले भिडियोलाई यहीँ बिट मारेँ।